ल यसैसँग यो च्यालेन्ज लिइसक्नु भएको छ कृष्णजीले। यदि यो 108 मा नुहायो भने पाप मुक्त भइन्छ त। विश्वासमा दुनिया कायम छ भनेको यही हो के। ओ माई गॉड, मलाई जहिले नि याद गर्नु छ यो। गुड मर्निङ गाइज, यहाँ चाहिँ हामीले भर्खरै पूजाको सामग्रीहरू लिइसक्यो अनि लेट मी जस्ट शो यु द भ्यू। 360 हेर्दा चाहिँ जताततै हिमाल नै हिमाल छ कि। वेट, वेलकम टु मुक्तिनाथ टेम्पल। सो हामी चाहिँ यहाँ चढ्न लागिसक्यो। दिस इज हाउ द भ्यू लुक्स। And of course, यो क्यामेराले जस्टिस नै गर्दैन यहाँको ब्युटीलाई, हो कि होइन? यहीँ आउँछ हालत पस्ने भएर रेस्ट गर्नु परिसक्यो। पुरै स्यासेर फ्याफा गर्दै पुरै गर्नु कि पुरै पुरै वाउ स्नो हेर न। लडीबुडी गर्ने कस्तो हरि सम्पदाको यहाँबाट स्नो लाने फर्किने बेला खिच्यो हुन्छ न त माथि ल्याउने धेरै हुन्छ। 5-6 इयर्स अगाडि आएको थिएँ अनि मलाई चाहिँ अलिक धेरै नै हिँडे जस्तो लागेको छ, तर आइसक्यो। यो दोलम्बार गुम्बा पनि जानुपर्छ है हामी। गुम्बा कस्तो पिडी देखेर। तपाईँ 25 मिटर माथिको उचाइमा जाँदै हुनुहुन्छ भने हाई अल्टिट्युडको लक्षणहरूबाट सावधान हुन्छ। बिस्तारै जाने हाई अल्टिट्युडका लक्षण देखा परेन पुग्नु भन्दा तल झरेर तल झरेर मात्र यु विल गेट व्हाट यु वान्ट। मान्छे गयो भने ब्याड लक, तर तिप्तो हुन्छ होला मुक्तिनाथ आएर मर्नु पनि होइन। भाग्यमै देखेको हुनुभएको। हामी चाहिँ यहाँ आइसकेको छौँ। भेरी प्रिटी भ्यू अनि यहाँ 108 झरामा लिँदै ल यसैसँग यो च्यालेन्ज लिइसक्नु भएको छ कृष्णजीले। अहिलेसम्म 10 वटा जति भइसकेको छ। ल जाँदै गर्नुहोस्। हो 108 यसरी पनि हुँदो रहेछ। यो चाहिँ मोडर्न टेक्निक अफ ब्रिदिङ हो, नत्र चाहिँ मान्छेहरू यसरी यहाँ हिँडेरै जानुहुन्छ। यो ठगहरूले गर्ने हो। पाप मुक्त हुन गाह्रै हुन्छ यो गरेर। लेट्स गो लेट्स गो। ल सबै त गर्न भ्याइन जस्तो छ। त्यो 108 धारा यसरी नै छ। के लाग्छ त यदि यो 108 मा नुहायो भने पाप मुक्त भइन्छ त। जसरी मान्छेले वर्षभरि गरेको पाप यहाँ आएर 108 धारामा नुहाउने बित्तिकै मुक्त हुने भए त सबै आइराख्नु पर्ने। ल यहाँ आवाज पनि कृष्णसँगै आइसकेको छ। पुरै यहाँ चिटिङ गरेको थियो, थोक्को पनि छैन, तर नाइस टेक्निक नाइस टेक्निक। अनि म लास्ट टाइम आउँदा चाहिँ यस्तो आकाश खुले जस्तो लाग्दैन मलाई। यो पालि चाहिँ खुलिरहेछ जस्तो। नाइस। शान्ति भन्नुभयो होला हौ। होइन
हाम्रो यस्तो बाथिङ प्लेस यस्तो मान्छे कामिरहेको म अप्पर मुस्ताङ आएको थिएन नि त होइन खासमा त डुबुकी ओकी मारेर थियो नि त्यसरी गर्दाखेरि चाहिँ निकाल्ने हो तर अब यसरी निकाल्ने नि भयो एउटा कर्मचारी फटाइहालौँ न पोइन्ट के छ यो होली वाटरमा डिप गरे पारे होली भइन्छ मासु खान साह्रो पर्छ हिजै होला हिजो फर्स्ट दिन होला आवासले मासु नखाएको विश्वासमा दुनियाँ कायम छ भनेको यही हो क्या मन्दिर चाहिँ खुलिसकेको छैन खासमा 7 बजे भन्नुभएको पुजारी आइसक्नु भएको छ अब चाहिँ हुन्छ त्यहाँ बाटो भन्नु थियो नि कस्तो राम्रो देखिएको हेर भयो 1 2 3 गो यहाँ मान्छेको हुल लाएर पुरै यस्तो भिड एकदमै भिड छ अहिले चाहिँ धेरै पर गइसक्यो ग्रीष्मा दर्शकबिनहरू हजुरले यहाँ भिड देख्न सक्नुहुन्छ हामी राइट टाइममा आएछौँ अहिले चाहिँ पुरै हिमाल त पुरै बादलले ढाकिसक्यो लगभगै हामी बिहान आउँदा चाहिँ पुरै नै क्लियर थियो सो यही नै हो यतातिर यसरी देखिरहेछ हामी मेन हिँड्ने बाटो चाहिँ यो हो तर घोडाको बाटो अब जो हिँड्न सक्दैन जसलाई घोडा प्रिफर गर्छ यसरी चाहिँ घोडाको बाटो अर्को वे थ्रु जाँदो रहेछ ग्रीष्मा कस्तो लाग्यो तिमीलाई मुक्तिनाथ फर्स्ट टाइम एक्सपिरियन्स एकदम गाह्रो भएको थियो एक पोइन्टमा निरजाको एक्सपिरियन्स कस्तो भयो झुर भयो सिरियस भएर मैले देख्दैन ओदेको बुढा ब्रेकफास्ट गर्दै तिब्बतन ब्रेड रह्यो 2 3 गो फर्किँदैछौँ तर यहाँ भ्यू ओ माई गॉड मलाई जहिले नि याद गर्नु छ यो